गेम चाहिँ अति नै खेलेको केटाहरूले अति नै खेलेको है सन्देशको कमब्याक देख्यौ नि केटा सन्देश भनेको कस्तो खालको की प्लेयर हो भनेर बुझ्यो नि केटाहरूले आर्टले खेल्नु पर्यो नि त केटाहरूले हैन यतिको चाहिँ खेल्नु पर्यो क्या दाइ ठिक छ नाइस कभर मोलोटोभ अगाडि नाइस मिठो स्लिपी भाइ अझै छ एकजना छ भाइ एक्समले हानेको नाइस लास्ट गाइ इजी इजी बबल अनि यतिको फाइट ल्याउ न यतिको फाइट फुल टिमको नाम लिगौ भन्न त ओए नाइस लास्ट गाइ अब सेकेन्ड लास्ट सरी हैन लास्ट गाइ हो पुस केटा हो बरु बाल भएन दाइमा नसोचौ रुको सबै किल आउँछ हौ भाग्यो भाग्यो त्यो भाग्यो 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 कस्तो भयो होला मामालाई हैन च्याट अब त्यस्तै मामाले बुझ्नुहुन्छ केटा हो नराम्रो सोच्नु अब त्यसलाई हान्नु पर्यो लेफ्ट साइड खेल्नु पनि सकिन्छ केटाहरु कभर बनाउँदै गाडी नाइस नाइस एक्सएमपीएल लाई मैच कसले हो निकाल्ने अब रुको यहाँ एक्लै छ है ओके त ओ सबै आको मौका यही है भैया किल उठाइए परबाट यो उब्रेको उठायो हैन एकजनाले त उठायो एक किल त उठायो हैन नक भोगे सन्देश लियोलाई पनि या लियो सकिसक्यो नि त उता जर्सीको प्राइस 1650 लियो लास्ट वान छ लियो सकेपछि पनि यहाँनिर एउटा अन्तिम टिम बाँच्छ लियो सकेपछि त आफ्नै हो चिकन आफ्नो कहाँ लियो दुईजना छ हौ भर्खरै उठाएको तीनटा छ भनौँ न अब त्यहाँ बाच्छ हौ लियो त बाचिहाल्छ नि हौ बाच्छ डिएस पनि बाच्छ इजी हो डिएस कै जोन हो यो त गेम हो मन नै त हो यो दुखी जाने दुखाइ गयो होला आकाशमा कस्तो चाहिँ होला अनि यसरी क्याजुअलिटी बनाइदिएको अनि आइर डिआरएस लाई नि हो आखिर छिर्नै नमिल्ने गरी राख्दैछ गाडी हो त अब जोन पनि आयो अब त फ्री किल छ बाटोमा सबै यसरी कुद्छ जोन त आन्न डिआरएस लाई कसैले रोक्दैन हौ अब त नै खाऊ भन्दैको यो त ल सुपाडी मासु ओए नगान्दियो रे कसले स्लिपी भाइले किल हान्दै यार 13 भइसक्यो हैन त अब यिनीहरुको 3 किल हुन्छ 16 यताको 2 त आउँछ 8 फिजीको 2 किल त इजी हो अब लियोलाई हान्नु पर्यो लियोको 3 ला त हान्छ केटाहरुले इजी यो गेम चाहिँ खतरा खेल्छ यो गेम त मोबाइलले खेल्छ टिआरएस यो गेम चाहिँ अझ खेल्छ यार है नेक्स्ट लेभल खेल्दै यसरी खेल्नु पर्ने टिम चाहिँ खै के भएर लड्खडाइरहेछ अनि नाइस शिल्पी भाइ अब त गाह्रै छ हौ यही हो क्या यही खाएको क्या गाह्रै छ जे जस्तो भयो नि 18 किल चिकन हुने भयो पड्क्यो एउटा नाइस अब त गाह्रै हो गाह्रै हो के गाह्रै हो 18 किल चिकन ल ओपी हान्ने मैले कडा खेल्यो यो गेम त लभली खेल्यो यार हैन रुल साथी नि अघि मैले लिन लागेको थिएँ कि तर मैले नलिएको तर तिमीले भन्दा अगाडि मैले लिएको थिएँ कि मलाई यहाँ सुपर च्याट आएर मैले भनिसकेको थिएँ कि प्रकाश ब्रदरलाई भनेपछि त्यस्तो रहेछ नि त जिजी केटा हो जिजी टिआरएस यार दामी खेल्यो यार यो गेम चाहिँ ओपे 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 राम्रो खेल्दै हो यस्तो गेम हाने पो अब जोस आउँछ का अब जोस आउँछ दुईटा मिल्यो है मेरो दुईजनाको फाइनली मच निडेड सेकेन्ड डिनर हियर कम्स फर टिम डिआरएस गेमिङ रकको पोजिसन पनि थाहा पाइसक्यो केटाहरूले थाहा पाइछ सकियो लु किल पनि सेक्योर्ड जिजी यार यो गेम त अति खेल्यो यो गेम त अति नै खेलेको केटाहरूले अति नै खेलेको है सन्देशको कमब्याक देख्यौ नि केटा सन्देश भनेको कस्तो खालको
की प्लेयर हो भनेर बुझ्यो नि केटाहरूले तर केटाहरूको मुखमा स्माइल छैन अझै पनि केटाहरू पुगेको छैन 18 किल अझ 20 किल भएको भए चाहिँ खुसी हुन्थ्यो होला केटाहरू हानेको है 28 पोइन्ट आयो गेममा जिजी केटाहरू जिजी मिल्यो बबाल खेल्यो Lovely, ZZDRS. अहिलेसम्मको लभली गेम गयो डिआरएसको यो सिजनको पहिला त हानेको थियो होला 28 किल त 28 पोइन्ट त ए राम्रो कसैको सुनिलो भएन यार झाझा आउँछ कसैको क्यार आउँछ कसैको पनि माइक राम्रो भएको आएन क्या के भएको होला यार मेरो पनि त्यस्तै थियो है तिम्रो सानो आएको थियो हरायो यार मैले मिठो धाले क्या